ल ल ल ल ल साथीहरू यता हेर्नु पर्यो के भन्छ यो मिहिनेत नगरे चाहिँ मिठो नहुँदो रहेछ त्यही भएर छोडिरहेको छु। हामी नेपाली जहाँ जाउँ जे गरौँ तर आफ्नो बाल्यकाल अनि नेपालमा खाइरहेको चिजहरू चाहिँ जहाँसुकै गए पनि जस्तोसुकै विकसित देशमा गए पनि हामी भुल्न नसकिने रहेछ। अनि हामीलाई नेपालीपन अनि नेपाली माटो नै हामीलाई प्यारो लाग्दो रहेछ। हेर्नुहोस् न, हिजो मात्रै जस्तो लाग्छ आमाले घरमा बिहान बेलुकी साग पकाउँदाखेरि के को तरकारी सामा भन्दा आमाले भन्नुहुन्थ्यो साग भनेर, अनि मैले नाक खुम्चाउने गर्थेँ। यही साग नै मेरो निम्ति आज विदेशमा आएर एकदम सुवासना दिने एकदम मिठो स्वाद दिने सब्जी। नमस्ते साथीहरू, म चाहिँ नौमनियाबाट। यो हाम्रो ड्युटीबाट आउँदाखेरि बाटोको छेउमा एउटा उम्रेको बेथे साग अनि पालङको साग हो। हामी तरकारीको निम्ति बटुल्दैछौँ। यहाँ नेपालमा जस्तो हरेक कुराहरू किन्नको निम्ति अनि सागसब्जीहरू त्यति सजिलै पाइँदैन। अनि यो खाली जमिनमा चाहिँ यसरी यो चाहिँ अन्तबाट लिएर थुपारेको माटो हो। अनि यहाँनिर चाहिँ यसरी पालुङ्गोहरू अनि त्यसपछि लट्टीहरू उम्रिन्छ, तर यहाँका मान्छेहरू खाँदैन। हामीलाई चाहिँ एकदमै यो कुराहरू मनपर्छ, प्यारो लाग्छ। त्यही कारणले गर्दाखेरि यो हामी बटुल्दैछौँ है त। हेरौँ, हेर्दै जाउँ कस्तो रहेछ है त साथीहरू। सँगसँगै तरकारी हामी पनि मिलेर टिपौँ है त। आजको भिडियो यति नै साथीहरू। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। हस्त नमस्ते, बाई बाई।